एउटा यस्तो दशा जसले तपाईको जीवनमा माइग्रेन, डिप्रेसन र मानसिक अस्थिरतासम्म ल्याउन सक्छ। ज्योतिषमा यसलाई सङ्कटाको दशा भनिन्छ र यसलाई राहु ग्रहको फिमेल एनर्जीसँग जोडेर हेरिन्छ। रातभर निद्रा नलाग्नु, ससाना कुरामा पनि धेरै मानसिक तनाव हुनु, कुनै पनि निर्णय लिन नसक्नु, लिइरहले पनि बारम्बार शङ्का गर्नु, सुरु गरेको काममा मन नलाग्नु र कामहरू समयमै नसकिनु, छिटै रिस उठ्नु वा बिना कारण धेरै भावुक हुनु, सम्बन्धमा तनाव बढ्नु, शारीरिक कष्ट, बारम्बार माइग्रेन वा टाउको दुख्ने समस्याले सताउनु। यो दशा सुरु हुँदा निराश हुनु पर्दैन। यसको निवारणका लागि उपायहरू अपनाउनुहोस्। नियमित रूपमा ध्यान र योग अभ्यास गर्नुहोस्। नकारात्मक सोच भएका व्यक्तिहरूबाट टाढा रहनुहोस् र सकारात्मक वातावरण बनाउनुहोस्। मेरो चिना, ज्योतिष तथा वास्तु सेवाको सल्लाह लिएर नकारात्मक प्रभाव पारिरहेको ग्रहको विधिपूर्वक पूजा आराधना गराउनुहोस्। ज्योतिषले समस्याको सङ्केत गर्छ, तर त्यसलाई पार गर्ने शक्ति तपाईमा नै हुन्छ। सही समयमा सही कदम चाल्नु नै बुद्धिमानी हो। यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सनुहोस्।